म चाहिँ आज मेरो अर्को दिनको छुट्टी शनिबार टक्क नुहाइउरी यताउति रुम मिलाएर चट्ट पारेर हातमा बोतल बोकेर कहाँ जाँदैछु त म किचनमा के छ भने आज कुरो हाम्रो दारे सिंह सोल्टी आउँदै हुनुहुन्छ एकछिनमा आज चाहिँ हाम्रो पानीपुरी खाने भन्ने प्लान छ पानीपुरी चाहिँ किन खाने किन म यति धेरै मिहिनेत गरिरहेको भन्दा टक्क लाएर मलाई काम गर्ने हाम्रो सेफले पानीपुरीको त्यो प्याकेट दिएको थियो एउटा त्यहाँ हामीले क्याटरिङको लागि क्यानोपीहरू बनाएको थियौँ एक्स्ट्रा भएको थियो लक भाइ भन्यो चाट मसला पनि दिइरहेको छ मलाई सेफले पानीपुरीको पानी बनाउनु लागि धनियाँ ल्याएको छु टक्क त्यसमा मैले आलु यहाँ टक्क लाएर बोइल गरिसकेँ आलु यहाँ यो अस्ट्रेलियाबाट ल्याएको आलु होइन यो छाम्दाखेरि पनि कस्तो नरम छ होइन अनि यहाँनिर चाहिँ यो तित्री हाम्रोमा तित्री भन्छ इङ्ग्लिसमा दिइरहेको छु खट्टक्क हुनुको लागि यहाँ चाहिँ मसलाको भाँडा चाहिँ सबै यहाँ छ बाँकी धेरै कुरा गरिनँ मलाई बनाउनु पनि छ सबै बनाएर रेडी गर्छु टक्क साथी आएर मेरो भ्लग खिचिदिन्छ यहाँ सर टक्क आइसक्नुभयो यहीँ सरले मैले महिनाको कति 10,000 दिराम दिएर भिडियो सिडियो खिचिदिनुहुन्छ मेरो भ्लगहरूमा हेल्प गर्नुहुन्छ दोस्त केयरफुल अस्ट्रेलियाबाट ल्याएको आलु हो कति सफ्ट छ छाम्दाखेरि पनि किचन अलिकति राम्रो छैन हाम्रो अलि भिलामा बस्ने मान्छे किचन अलि यस्तै यस्तै हुन्छ होइन दोस्त म चाहिँ अब टक्कै पानीपुरीको वाटर यो पानीपुरी कसरी डेभलप भयो होला पानीपुरी 19 फाउन्टेनमा खाना पाएको थिएन यो अनि के खाम भनेर अनि सोचेको थियो अरे तराईतिरको मान्छेले अनि के खाम भन्दाखेरि नयाँ चिज यस्तो आएछ कस्तो आएछ आलु बासी आलु थियो अरे अनि पानी त्यो फेरि त्यो चाकलको बाद त हल्का अर्कै खाले आउँछ नि त धमिलो होइन धमिलो अनि हो त्यही भएर अनि रोटीमा फेरि तित्री पनि तन्नै फल्ने रे तित्री नि फल्ने रे अनि त्यही भएर त्यही धमिलो पानीमा त्यो तित्री हालेर अमिलो भएको अरू केही हाल्थेन अहिले मसला ससला त अहिले उसको अहिले जीवनले मिलाएको होइन त पछि 19 फाउन्टेन हटेपछि 2020 आएछ बल्ल उसको यो चाहिँ पानीपुरीको डेभलपमेन्ट होइन मलाई सही लाग्यो यसरी चाहिँ पानीपुरी डेभलप भयो हो यो चाहिँ तराईबाट आएको रहेछ तराईबाट डेभलप भयो अहिले पाहाडतिर चढिरहेको छ अहिले पानीपुरीको यो गप्पे चाहिँ अलिक ठुल्ठुलो छ हाम्रो होइन यहाँ देख्न सकिन्छ यो चाहिँ फराई हान्ने हो फराई या फराई अनि यहाँनिर टक्क हाम्रो स्टोभ दामी यस्तो हो नि त फेरि यो त हातमा यस्तो ह्यान्डी छ कि यसरी सरर यसरी मैले उजालेर पनि टक्क फ्राई गर्नु मिल्छ दोस्त कि यस्तो हामीले यस्तो खालको भिआइपी ग्यास यो पनि मैले के भन्छ उता शेख मोहम्मदलाई भनेर मैले स्पेसल अर्डर यो लिमिटेड एडिसन हो नि दोस्त तिमी जस्तै लिमिटेड एडिसन हो यो चाहिँ मैले बुक गरेको थिएँ अनि शेख बिन लादेन के अरे रसिद मोहम्मदले चाहिँ मलाई डेलिभरी गर्नुभएको थियो हिजो भर्खर आफै हालिदिनु भयो उहाँले मैले ह्यान्डओभर गरिदिएको मैले दक्षिणा पनि दिएँ डेलिभरी चार्ज 5 दिराम अलिकति मेरो चिकन सरी किचन गडबड भयो यो त सरको मैले सारिदिएँ है त हजुरको यो के भन्छ नि यो सेक्सन यताको भयो सेक्सनमा हल्का खुर्सानी कति हाल्ने हो हल्का चप फाइन चप कस्तो चप भन त फाइन चपलाई यहाँ धनियाँ पनि दिएको छु यो चाहिँ धुनु होला नि फेरि यो धोएर यो काट्नुहोस् यो मिसाउनुहोस् अनि हामीसँग एउटा चिजको कमी भयो त्यो गेडागुडी चाहिँ छैन हामीसँग चना जसरी हुन्छ म चाहिँ यो पानीपुरीको यो गप्पे फ्राई गर्छु गोलगप्पे तिमी यो गर होइन मिसाउ टक्क अनि ल नतिजा अहिले हेरौँला है लास्टमा तेल भन्दाखेरि मलाई एउटा रमाइलो घटनाको याद आयो त्यो हिजो हामीले फ्रेन्च फ्राई गरेको थियौँ हामी फेरि अब खाना बनाउँदै फेरि दोस्त होइन कस्टलाई पनि कसरी मिनिमाइज गर्ने त लो कस्टमा कसरी हाई प्रोडक्ट निकाल्ने राम्रो प्रोडक्ट भन्ने कुरा छ यो लामो होइन नि दोस्त चप डोल्ठा त्यो हुन्छ नि लामो त कहाँ हुन्छ दोस्त के खिच्छ बनाउनु लाग्यो यहाँ भाँडा हेर पहिलो ट्राई यसो भयो ठुलो हुन्छ कि भन्छ लास्टमा दिमागमा आयो हल्का गहिरो भाँडामा अब हामीसँग ठुलो फ्रायर छैन होइन तेल पनि थोरै बन्द गरौँ भनेको यस्तो भइरहेको अब यस्तो भइरहेको अलिअलि राम्रो पनि छ त्यस्तो पनि होइन भन्दा यो पानीपुरीमा यो फोका कसले उठायो भन्ने कुरा त लास्टै कारण के उठायो फोका अब धेरै तेलमा टेम्परेचर हाई भयो भने पनि फ्राई टर्नी रहेछ अब लो हिटमा गर्दाखेरि पनि अब हेर यहाँ कस्तो हुन्छ यो मैले ग्यास पुरै बन्द गरेको थिएँ त अब यो फोका उठ्नु लाग्यो होइन अब यो चाहिँ राम्रो होला जस्तो लागिरहेको मलाई नतिजा तर डढेको चाट डढिहाल्यो अलि चाहिँ राम्रो भइरहेको यो हो यो चाहिँ ठ्याक्क राउन्ड गोल ठ्याक्कै बाँदरको बल जत्रै हुन्छ
यो चाहिँ ठिकै भनौँ यो फेरि बिग्रियो गाडी फेरि बिग्रियो गाडी एउटा मिल्छ एउटा बिग्रिन्छ अडा यस्तो के गाडी खाने हो त पानीपुरी अडा गाडी खाने हो त पानीपुरी अडा दिमाग खराब यार अन गर न ग्यास ग्यास धेरै वा डरे खा के गाडी चोदुरा दिमाग लगाउ न दिमाग फेरि यस्तो भयो खराब भइसक्यो मेरो यदि कसैले यो भिडियो हेरेर पानीपुरी फुल्नु जानु आउनुहोस् हजुर म थके त्रुके भएर स्वारको हेरौँ है त ट्राई फर पार हो त्यसो फुरफुर हो ल घुमो अलि पकाउने पाक्यो धेरै कालो हुन्छ पहिलो त राम्रै के हो फेरि पारा पनि कडा मेहनत 1 घन्टा पछिको मेहनत पछि यो सबै मैले बनाइसकेको थिएँ यो पनि बनाइसकेको थिएँ यो चाहिँ फ्राई गर्ने बेला उहाँ सर ल्याएर यस्तो बिगार्नु भयो जे भए पनि अब बल्ल बल्ल भए पनि यस्तो बनायौँ हामीले सर पानीपुरीवाला भैया खै पानीपुरी बनाएर देखाउँ त नङ भए नङले कोट्टो न खै धन्यवाद यस्तरी डुप्लिकेट हाल्ने त्यो गर्ने ल खानुहोस् त तपाईँ मैले बनाएको मसला आलु यो मिलाएर खाँदा कस्तो होला टेस्ट पानीपुरी खाँदाखेरि कस्तो लागिरहेको त अब समग्रमा भन्नुपर्दा यसरी टक्क दाजुले पानीपुरी खायो रमाइलो भयो अलि मेन कुरा चाहिँ पानीपुरी फुल्लो नानी अलिक त पम्पै भेटेन त्यही भएर फुल्लेन राम्रोसँग दामी छ पिरो भाषा मजाले राखा किन ल आजको भोलको लागि चाहिँ रुमबाटै सिद्धाइदिउँ ल बनाइदिए त ल त